यो शङ्कर पोखरेल भन्ने एमालेको एउटा निकममा असक्षम केही गर्न नसक्ने क्षमता भएको व्यक्तिले बालेन शाहको लागि एउटा कमेन्ट गरेछ कि बालेन शाहको कार्यक्षमतालाई कमजोरको संज्ञा दिएछ कि अनि रवि लामिछानेको सम्पत्ति शुद्धिकरणको मुद्दाको विषयमा टिप्पणी गरेछ कि यो शङ्कर पोखरेल भन्ने निकममा केही गर्न नसक्ने क्षमता नभएको 4 जना 5 जना कर्मचारी भएको कार्यालय जिम्मा लगायो भने पनि चलाउन नसक्ने यो नेताहरूले गरेको यो टिप्पणी त्यति शोभनीय लागेन। त्यही भएर यो भिडियो बनाउँदैछु। 40 वर्षदेखि जनता ठग्ने, 40 वर्षदेखि देश लुट्ने, चिटिचटक्क परेर हिँड्ने, आफूलाई एकदमै ज्ञानी छु विद्वान छु भन्ने देखाउने तर भित्रबाट खोक्रो केही नजानेको हैन आफ्नो जेन्जी छोरासँग गएर चाहिँ एक दुई कुरा सिकेर आऊ बुढा छोराछोरी छन् भने तिमी कति स्मार्ट हो त्यहाँबाट थाहा हुन्छ। अर्काको बारेमा टिप्पणी गर्छौ आफू अज्ञानी अविवेकी क्षमता नभएको यस्तो व्यक्तिलाई हामीले 40 वर्षदेखि देश जिम्मा लाएर राखेका थियौँ यार। हामी पनि जनता मूर्ख हौं। अब अहिलेको अवस्थामा आएर यिनीहरूलाई थुक्क भन्न बाहेक अरू किन गर्न सकिन्छ र। तर अबको सरकारले यिनीहरूले गरेको त्यो सबै भ्रष्टाचार ठगी चोरी त्यो लुटेका सम्पत्तिहरू रिकभर गर्नेछ। कुरा यति हो।